बाँफेकोट गाउँपालिकाको कृषि अधिकृत लोकेन्द्र ओली सरसँग आज हाम्रो गाराघाटमा भेट भयो। हाम्रो जम्बो टोली चाहिँ माछा मार्ने भनेर गाराघाटमा थियौँ। त्यति बेला उतादेखि सर आउनुभयो र सरसँग केही कुरा गऱ्यौँ। सर एकदम रमाइलो मान्छे, कृषि क्रान्ति नै गर्नुभएको रहेछ। उहाँले चाहिँ हप्ताको 7 दिन आइतबार सोमबार शनिबार केही नभनिकन हप्ताको 7 दिन सेवा दिनुहुँदो रहेछ। उहाँ एकदम राम्रो मान्छे हुनुहुँदो रहेछ। अनि त्यसपछि उहाँले भन्नुभयो कि म आज तपाईँहरूलाई काँक्रा खुवाउँछु। यो बेमौसमको समयमा पनि उहाँले हामीलाई काँक्रा खुवाउने कुरा गर्नुभयो। हाम्रो गाउँघरतिर हामीले काँक्राको बिरुवा पनि हुर्काएको छैन, उहाँले काँक्रा फलाइसक्नु भएको रहेछ। अनि आज यस्तो शनिबारको दिनमा पनि उहाँले हामीलाई काँक्रा खुवाउने जमर्को गर्नुभयो। हाम्रो मामाले काँक्रा समात्नु भएको छ। लोकेन्द्र ओली सरलाई धेरै धेरै धन्यवाद। यो बेमौसमको समयमा पनि काँक्रा खुवाउनु भयो हामीलाई। धेरै धेरै धन्यवाद हजुरलाई।